हेलो गाइज, आज चाहिँ म घर आएको छु होइन। अनि म घर आएको यहाँ कसैलाई पनि थाहा छैन कि त्यही माथि मैले सौगातलाई सामान छ नि त मसँग, अनि सौगातलाई के भनेर लिन बोलाएको छु थाहा। अनि मेरो साथी मनिषाले सामान ल्याइदिए, गएर मान्टेमा गएर लिएर मैले मनिषालाई फोन गरिदियो भनेर भन्यो। अनि त्यो सामान लिन आएँ, सामान लिन आएर पनि कुरेर बसेको थियो। अनि मलाई देख्दा उता सक भइदिरहेको पुऱ्यो, त्यो सक भएको रियाक्सन चाहिँ मैले लिन पाइनँ। अनि अहिले चाहिँ ऊ यस्तो अवस्थामा छ कि यस्तो अवस्थामा दिदीलाई लिन आएर सामान बोक्दै हिँडेँ। भिडियो बनाएको होइन तँ हाल्छ नि इमोसनल गर्मी त्यस्तो हालेर बनाउनु मिल्थ्यो कि। यतापट्टि आऊ नि तिमी। म रोकिन 10 गते भ्याएछ म त घुम्न आएर सब बनाउँछु। त्यही सोचिरहेको छु 10 गते भ्याएपछि 3 महिना चाहिँ ब्लग बनाउने, ब्लग स्टार्ट गर्ने। ल त्यो पनि ठुलै प्रगति हो एउटा। 10 गते भ्याएपछि चाहिँ त्यही गर्छ नि। यो उकालो गाइज, यो यस्तो यो उकालो हाल्छु भनेको त है। मैले त मोबाइल त गायो भनिदिएर मैले कहाँ राखेँ कि मैले। यो चाहिँ हाम्रो घरतिरको जङ्गल हो होइन। बाटो रे बाटो यस्तो छ होइन, यस्तो यो पुल बनाएको तल होइन गाइज। अब हामी चाहिँ पुलमा जान लागेको छौँ। हामी चाहिँ बिस्तारै बिस्तारै हिँड्दैछौँ। केक लिनु, केक लिनु। ल सबै सामान मैले त झोला ऊ यहाँ स्ल्याप हानेछ, झोला मलाई थाहा थिएन। झोला दे त्यो केक भयो ऊ हुन्छ र अहिले फेरि किन हो र। यहाँ चाहिँ पुल हाले, यस्तो राम्रो पुल। किनकि पहिला हामी स्कुल पढ्दाखेरि होइन यहाँ सब खोला पानी, ठुलो पानी आयो भने खोला तर्न सकिन्थेन। अनि अहिले चाहिँ यस्तो सुविधा बनाए, यस्तो राम्रो पुल हालेर। र म चाहिँ यहाँ उद्घाटन गर्दैछु है, सुरुमा टेकेरै। ल मतलब पहिलोचोटि टेके हो नि त मैले। ल यहाँ चाहिँ यस्तो राम्रो भ्यू देखिन्छ है। यहाँ फोटो खिच्न चाहिँ राम्रो आउँछ होला। तर म अहिले अब यो गाउँ चाहिँ अब मैले अलिक उत्पादन गरिदिउँ भनेर त्यहाँ बिचमा अलिकति हाम्रो घर देखिन्छ। अनि यो खेतहरूको नाम चाहिँ यो के खेतहरू छ सौगात? गैरी खेत हो। अब म चाहिँ यस्तो थके लागिसक्यो, चितवनमा बसेर खाने बानी परेछ। यहाँ त यस्तो शीतल हावा आउँछ नि होइन। चितवनमा त बाफरे तातो न तातो हावा त आउँछ, तर तातो हो नि त। लास्टै थोरै तात्छ पर तात्न पनि रोडमा दिउँसो कलेजबाट आउँदा पनि अन्डा पकायो नि पाक्ने त्यस्तो तातो हो कि। तर पनि बिचरा मेरो भाइको पछि यत्तिको चाहिँ हुनुपर्छ। दिदी लिन आउँदाखेरि यत्तिको चाहिँ हुनुपर्छ। ल्याउ केक ल्याउ। केक चाहिँ म हट आइपुग्यो। यहाँ त मकै बारी पनि कति राम्रो भयो पुरै। हाम्रो घरतिरको बाटो त बिग्रेछ। अफ गर्दिनँ, ब्लग हो कि कस्तो भिडियो कल गरे हो र। पछि हालेपछि ब्लग त गाइज। अनि मैले हाई गाइज भनेर भनिसकेँ नि त सुरुमा। तिमी यस्तो आडे कुरा नगर न। ओहो गर्मी। हामीले चाहिँ होइन भोलि मदर्स डेमा केक पनि लिएर आएको छ होइन। अब म भोलि सुलपट्टि पढ्न जाँदाखेरि झिलिमिली के लिएर आउँछु होइन। को लिन्छ तल पैसा? यहाँ मेरो सिस्टर हुनुहुन्छ, उहाँ चाहिँ पैसा दिन्छु होइन। यो बर पिपलको चौतारा हो नि जुन तपाईँले देखिरहनु भएको नि, त्यो चाहिँ मेरो हजुरबाले लगाउनु भएको। अहिले उहाँ चाहिँ स्वर्गमा हुनुहुन्छ। स्वर्गमा हुनुभएको पनि धेरै भइसक्यो। म चाहिँ यस्तो धेरै वर्ष भइसक्यो। अनि म चाहिँ यस्तो कच्ची बाटो आइरहेको छु, किनकि मेरो यो फर्स्ट ब्लग हो नि त। जानुभएको अनि म चाहिँ घरको नजिक आइसक्यो। यहाँ मेरो घर आइसक्यो। म हिँड्दैछु कि सक्दिनँ नि म हिँड्नलाई। सुहासो भइसक्यो यस्तो। हात्ती भइसिस यहीँ जाउँ उताबाट घुम्न भन्दा। यहीँ नजिक भने यता यत्रोबाट किन घुम्ने।
गर्दिनँ म पहिला नहिँडे बाटो पहिला आएको गाइस हाम्रो बाख्रा चाहिँ कराइरहेको किनकि मम्मीले घाँस हालिदिनु भएन होला फाइनली म घरनिर आइपुगेँ घरमा चाहिँ यहाँ कटहरको रुख छ किन बिहाल्छ म घरको गेट भन्दा तगारोभित्र छिरिसकेँ मेरो बाख्रा कुरो देखाइन घाँसले होइन ल गाइस फाइनली आइ एम इन माई हाउस यो सानो कटेर मेरो लागि महल हो महल ल गाइस अब